सानो छोराले सोध्यो मलाई, आमा नारी भनेको के हो? मैले सोचे उसको प्रश्नमा बरु नारी के होइन भनेर सोधेको भए। हो, नारी के होइन, नारी दुःख हो, नारी पीडा हो, नारी कसैको घर हो, परिवार हो, कसैको मनोरञ्जन र बलात्कार पनि हो। नारी चुलो चौको, खेत खलिहान, गोठ जंगल, सोतर सबै हो। नारी कसैको चित्त नबुझ्दा कुटिने, फ्याकिने, छोडिने र त्यागिने, चित्त बुझ्दा सजाइने अचम्मको नाम हो। नारी घर हो सबैको, तर नारी सधैँ सुकुम्बासी। घर सजाउँछे, परिवार बसाउँछे, तर त्यही नारीको न घर हुन्छ न थर। त्यसैले नारी समुद्र हो, आकाश हो, धरती हो, नारी निराकार छे। छोराको प्रश्नमा म निरुत्तर छु, अथवा मैले छुट्याउन सक्ने छुट्टै आधार पाउन सकिन। नारी के हो? संसार जति फराकिलो छ, आकाश जति चौडा छ, नारी त्यति नै विशालतामा सीमाङ्कित छे। त्यसैले छोरा, मैले तिम्रो जवाफ दिन सकिन। मलाई माफ गर, मलाई माफ गर।